हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग आफ्टर सो लङ टाइम पछाडि। अनि आज चाहिँ हामी चाहिँ राईहरूको महान चाड साकेला जाँदै गरेको छौँ। अनि मैले चाहिँ भिडियो एकैचोटि गाडीमा बसिसके पछाडि स्टार्ट गरेँ। अगाडि चाहिँ गर्नु पाइनँ किनभने बिजी भएर। अनि हामी चाहिँ फाइनली 1.5 आवरको ड्राइभिङ पछाडि पुग्यौँ। तर पार्किङमा यति धेरै टाइम लाग्यो। अनि टिकट काट्ने लाइनमा त्यो भित्र पस्ने इन्ट्री गर्ने क्यु आमामा यति धेरै थियो है। बल्ल बल्ल टिकट काटेर पुग्यौँ। अनि मेरो छोरी र मेरो बुढाको चाहिँ फर्स्ट टाइम हो नि त। अनि मेरो छोरी चाहिँ पुरा नाच्दैछ ढोल ढ्याम्टा बजेको सुनेर। अनि म चाहिँ पहिला पनि गएको थिएँ 22 मा। त्यति बेला चाहिँ यति धेरै बिजी थिएन। त्यति बेला चाहिँ 2 चोटि हुन्थ्यो साकेला। अनि अहिले चाहिँ एकैचोटि भएको रहेछ। अनि यस्तो धेरै बिजी थियो मान्छेहरू, स्टलहरू पनि एकदम धेरै थियो। अनि पार्किङ गर्ने ठाउँ पनि कत्रो ठुलो छ, त्यही पनि त्यो स्पेसै थिएन क्या बिजी भएर। पहिला चाहिँ एकचोटि भएर होला नाच्ने नाच कस्तो धेरै मान्छे छैन। मान्छे त स्टलहरू चाहिँ कम्पिटिसनको लागि नाच्दै रहेछ। हाम्रो मिठो कार्य समितिलाई धेरै धेरै धन्यवाद। तपाईहरुको उत्कृष्ट यो प्रस्तुतिको हाम्रो भाषिक र स्विडेन र फिल्म तपाईहरु पनि पछाडि बस्नु होला है। थ्यांक यू। नमस्कार र शुभकामना हामी टक्राउन चाहन्छौँ। र अहिले हाम्रो नवीकरणको प्रकाशबाट चाहिँ के अरे अहिले 5वटा सिडी लिएर अगाडि प्रस्तुत गरिरहनु भएको छ। र यहाँहरूले हेरिरहनु भएको छ। र अहिले बिचमा चाहिँ हेरिरहनुहुन्छ भने हाम्रो 4वटा ढोलेहरू र अगाडि भजननाथ टिमहरूले चाहिँ के अरे साकेला प्रस्तुत गर्नु भइरहेको छ। र अहिले 5वटा सिडी बजेमा भनौँ अब भागमै भूमि पूजा सिली गर्ने एउटा चाहिँ सुरु भइरहेको छ। र विशेष गरी भूमि पूजा चाहिँ हामीले किन र कहिले गरिन्छ भनेदेखि जबसम्म जहिले हामीले चाहिँ बालीहरू लगाएर उँधौली बलि गर्दा अन्नहरू रोप्दाखेरि हामीले पूजा गरेर राख्ने भनेर पनि चलन गर्दछ। र त्यसै अब अहिले हजुर भन्नुहोस्। ढोल गर्ने एउटा छोरी नौ जुन हुन्छ आयो हुन्छ। Sorry. ढ्याम्टाको तालै मिलेन त। ढोल ढ्याम्टा मिलेन भन न छोरी। ढोल ढ्याम्टा मिलेन भन्नुहोस् न।
नाचेको हेरेर चाहिँ अब नानीले पनि भोकाइसकेको थियो अनि टेन्ट खोज्दै खोज्दै गयौँ दिदीहरूकोमा कता चिनेको मान्छे छ भन्दै किनभने हामी जाँदाखेरि चाहिँ अबेला पुगेको थियौँ अनि बस्ने ठाउँहरू पनि कहीँ थिएन कि साइडतिर सबै अघिल्लो दिनै मान्छेहरूले आएर टेन्टहरू बनाएर बसेको हुँदो रहेछ नि त हामीलाई चाहिँ थाहै भएन अनि यहाँ नानीलाई खानाहरू दिएर अनि हामीले पनि खायौँ अनि त्यसपछिबाट चस्मी चाहिँ दादालाई बोकेर तान्दै लगेर खेल्नुको लागि बोलाउँदैछ अनि बेलुन खेल्दैछ उसले बेलुन किनि मागेर है तर बेलुन चाहिँ फ्रीमै पाउने चाहिँ रहेछ अनि त्यहाँ खोजेर चस्मीले बेलुन दिएर पुरा ऊ चाहिँ रमाउँदै खेल्दैछ भात सात खाएर अब हामी जानुलाई रेडी अनि मेरो बुढा चाहिँ आज के भन्छ यतापट्टि नानीको झोला यतापट्टि मम्मीको झोला अनि आफ्नो झोला बोकेर अनि हामी चाहिँ दिदीहरूसँग बिदा मागेर त घर आउँदै गरेको थियौँ ठ्याक्क बाटोमा साम्पाङको टेन्ट रहेछ अनि ठ्याक्क घर आउने बेलामा पो भेट भयो क्या दाई नाना अनि त्यसपछि दिमाहरूसँग अनि त्यसपछिबाट अनि यहाँ पस्नुपर्छ एकछिन त भनेर मैले चाहिँ पहिले पनि भेटेको थिइनँ नि त म चाहिँ फर्स्ट टाइम हो अनि यहाँ पसेर खानेकुरा दिनु हुँदै थियो अनि हामी चाहिँ भयो भर्खरै खाएको भनेको अनि अलिअलि त खानुपर्छ भन्नु थियो त्यही ढोकभेट गऱ्यौँ अलिअलि खानेकुराहरू खायौँ फोटो खिच्यौँ अनि त्यसपछिबाट हामी चाहिँ घरतिर लाग्यौँ अनि हाम्रो चाहिँ साकेला यस्तो भयो and thank you for watching my video. Bye bye.